धौलागिरी गाउँपालिका वडा नम्बर 7 टाकमकोट मन्दिरको परिसर र यहाँबाट देखिने दृश्यहरू हिमालहरू देखाउने प्रयास गरेको छु। के कसो देखिन्छ हेर्नु होला। नदेखिएमा राम्रोसँग नदेखिएमा सेटिङमा गएर हाई क्वालिटी गर्नु होला, राम्रो देखिनेछ। हनुमानको मूर्ति रहेछ यहाँ, हनुमान मूर्ति। त्यसपछि यहाँबाट अब देखिने हिमालहरू यस्तो छ। यो मन्दिर भइहाल्यो, अर्को मन्दिर माथि छ। अहिले भर्खर हामी आइसकेका छौँ। फुलहरू देख्न सक्नुहुन्छ, कति राम्रो फुलहरू है। के फुल भन्छ, फुलको नाम त मलाई पनि थाहा छैन। यो पारीको माछा पुछ्री हिमाल हो उ त्यो यो देखिएको यो माछा पुछ्री हिमाल। तल टाकम गाउँ अनि यता चाहिँ देवीस्थान गाउँहरू छ। सबै गाउँको नाम त मलाई पनि थाहा छैन। माछा पुछ्री हिमाल हो यो। अब यतापट्टि आयो भने यो धौलागिरी हिमालको हिम श्रृङ्खला, मानापाछी होइन, गुर्जा हिमालहरू यहाँ छन्। ल हेर्नुहोस्, चाहिँ हिमालहरू हो यो धौलागिरी हिम श्रृङ्खला। अत्यन्तै राम्रो छ। यता पुसमातिरको हिउँ पर्ने समयमा आउनुभयो भने धेरै राम्रो हुनेछ यो ठाउँ हेर्नलाई। किन भन्दा त्यति बेला चाहिँ यहाँ हिउँ परेको हुन्छ, हिमाल राम्रो देखिन्छ। अनि अब यो चाहिँ यहाँ दसैँको बेला एउटा मेला लाग्ने गर्छ। त्यो मेलामा बनाएको होटल हो। अनि यतापट्टि अब हनुमानको के भन्छ मूर्ति। केटाहरू यहाँ छन्। यहाँ रेस गर्ने ठाउँ पनि छ। हेर्नुहोस्, यस्तो छ यहाँको अवस्था, देख्न सक्नुहुन्छ। अवस्था यस्तो छ यहाँ, थाकिन्छ। पानीको व्यवस्था पनि रहेछ। जमाइदेऊ माथि उठान छ नि होइन। म तपाईँहरूले देखाउँदै जान्छु। आउँछन् केटाहरू। यहाँको दृश्यहरूमा देखाउने प्रयास गरेर आएको छु। देख्न सक्नुहुन्छ यहाँ यस्तो रमाइलो ठाउँ छ, सुनसान आनन्द है। ओहो हिमाल, सबैभन्दा पनि यहाँ हिमाल है। हेर्नु त राम्रो छ नि है, हिमाल नै राम्रो छ। यस्तो मन्दिर पूजा गर्ने ठाउँ रहेछ। ए दजा बाबा, यस्तो छ अवस्था। यो हाइड्रो पावरले गर्दा यस्तो अब भिरै फटाल्दैछ है, फाटेको जस्तो बनाएको पुरै पहिरो जस्तो। तर त्यो हाइड्रो पावरको काम भइरहेको छ त्यही धौलागिरी गाउँपालिका वडा नम्बर 4 मुडी खिवाङ एरिया हो त्यो। भने अहिलेको बर्खाको समयमा गएको सबैभन्दा ठुलो पहिरो यहाँ छ। । 2073 सालमा चाहिँ हामी एससीको इक्जाम दिने बेला यहाँ आएको थियौँ।
अहिले चाहिँ यस्तो बनाएको रहेछ। लगभग 7-8 वर्ष पछाडि आइयो यहाँ। दसैँको बेला यहाँ मेला लाग्ने ठाउँ यता होला। ठेलो हान्ने ठाउँ छ यहाँ तल। यहाँ कहाँ हो सायद यहीँ रहेछ क्या, यहीँ होला। अब अर्कोतिर हेऱ्यो भने हामी मालिका गाउँपालिकाको गाउँहरू छ यहाँ, तर नदेखिँदैछ, डाँडाहरू मात्रै छ। धेरै कालो भएको भएर देखिएन। कुनै समय म देखाउनेछु तपाईँहरूलाई गाउँहरू पनि। भने कोलमानीको ठ्याक्क अगाडिबाट यता जङ्गलतिर पनि घरहरू रहेछ। देखिएन, घाम लागेको कारणले गर्दा देख्न सकिएन। यस्तो छ अवस्था यहाँको। जङ्गलहरू छ है, पुरै जङ्गल हो। त्यो पारीको जङ्गलमा चाहिँ कतिवटा घर छ, 5वटा जति घर रहेछ। 3वटा घर, अरू चाहिँ छाप्रो होला होइन छ नि, तर राम्रोसँग देखिएन। यो कोटल मन्दिर हाम्रो यहाँ अहिले केटाहरू आयो भने फोटो सेसन चलाउनु पर्छ। यस्तो राम्रो ठाउँ है। सबैजना आउनु होला, पूजा नगरे पनि यहाँ आउनु होला घुम्नलाई। केही हुँदैन, तपाईँहरूलाई वेलकम छ। छ अवस्था। हनमन देउटा, घिउ खाने एउटा, पूजा गर्ने 2टा।